भात किनेर रेडी भएको छौँ बाटो त्यस्तो माथि हिँडेर जानुपर्ने त्यो बिजोग छ नआउनु है को हुन्छ पानी झरीमा देखाइदिन्छु हेर्नुहोस् यस्तै बिजोग भएर बसेको बुवाले हामीलाई लिफ्ट दिनुभएको यहाँसम्म होइन यस्तो छ त्यो माथिको बाटो हिँडेर जानुपर्ने अरे अनि त्यहाँदेखि मात्रै माथिबाट गाडी हिलो बाटो हिँडेर जानुपर्ने यति बदतमिज भइसक्यो कि बिजोगमा पनि हाँस्छौँ हामी यहाँ बुवाले हामीलाई लिफ्ट दिनुभएको अनि हामी चाहिँ बुवासँगै टाँसिँदै हिँड्दैछौँ बुवाले साथी भेटेर साथीसँग गफ गर्न थाल्नुभयो माई खोला त ल बुवा र नातिनी हिँड्दैछन् अगाडि भन्दै हुन्छ बुवाले यहाँनिर बिग्रो पानी यहाँनिर यस्तो भयो भनेर सम्झाउँदै हुनुहुन्छ है कत्रो आएको यस्तो बिजोग हुन्छ ब्याक आउँदैछ है गाडी एकछिन म पनि पो सुर्किने बेला जुत्ता लगा भन्दा नमान्नेहरू मलाई चप्पल सजिलो हुन्छ म गाडीमा यस्तो पो भइरहेको छ त गाडीमा चप्पल लाउँछु म भनेर हिँडेँ कि मसँग जिद्दी गरेर अहिले यहाँ जुत्ता लाएर सजिलो भएको छ यतिको ट्रेकिङ त ट्रेकिङ जानेलाई भन्दा धेरै रमाइलो भएको छ नि बेलुका आए 4-5 बजीको बेलुका माई खोलाको उकालो हिँड्दैछु यस्तो उकालोमा हिँड्दैछ है गइदिने रहेछ कसले फोन गरौँ हेलो हेलो औ गाडी भेटाएको छैन ऊ आउँदैछन् अरे साथीहरू कि यहाँ अघिको बुवासँग हिँड्दैछु म उकालोमा लु राख म घर कहाँ ल म भरे पुगेर गर्छु ल ल दाजुले कल गरेर कहाँ पुग्यो भनेर सोध्दैछ बहिनीहरू उकालोमा छाती फुटो गाइज हिँड्नै पर्यो हिँड्दैछौँ अगाडि अगाडि बुवा निस्क्यो जिन्दगीको बरेटामा उसलाई अस्तमा उहिले निक्लेको यसले ढाँटेको यसलाई पहिले थियो जिन्दगी एउटा यात्रा यस्तरी हिँड्नुपर्छ कुदाबाट यत्रो गहिरो परेर गएको रहेछ अब यो उपाय लाग्छ यहाँ यस्तो छ है बाटो चाहिँ नहिँड्नु यस्तो छ है यहाँ हिँड्दै चाहिँ हिँड्नु बुवा म पछाडि आउँछु यस्तरी धसेर अझै लड्ने रहेछ यो जाने रहेछ क्या यस्तरी हिँड्नुपर्छ घरबाट नहिँड्नुलाई यस्तो उकालोमा बाटो यस्तो छ यस्तो छ साथीभाइहरूलाई होइन गाडी लिएर आउनेहरूलाई फुल छ होला भोलिदेखि भन्नु अब हेर्नु ल यो पानी यसरी आएर यहाँबाट गएपछि पहिरो नगएर के जान्छ म यत्रो टोका परेर गएको छ सबै जान्छ क्या सबै जान्छ त्यो त हुन्छ हेर त सबै ढल्केर त्यो सबै जान्छ जाने नै हो त्यता जान्छ के भन्छ तलको खोला पनि निकाल यहाँ आएर यहाँ आइसक्यो तलको खोला निकाल
कस्तो भन्नु यस्तो गएको छ बाटो माथिबाट गएर त्यहाँ त चिरा परेको छ माटो यहाँबाट यस्तो गरेर त्यो आउने ठाउँसम्म आइज भन् न हामी जान्दैछौँ होला नि त गएर यो यहाँबाट पहिरो लडेर बाटो यस्तो छ त्यो रोड पनि चर्केर जानु आँटेको छ यो पनि चर्केर जानु आँटेको छ यस्तो छ बाटोको गति बुवा धेरै धेरै धन्यवाद तपाईँले मद्दत गरिदिनु भएकोमा बाई बाई बुवा हाम्रो बुवाको नाम त के पो गोविन्द पौडेल बुवाले हामीलाई यहाँसम्म ल्याइदिनु भयो यस्तो बिजोग हुन्थ्यौँ न हामीहरू मेरो साथी पनि कति क्युटी छ मलाई लिनु आएको मेरो साथी कति क्युटी छ मलाई लिनु आएको यहाँसम्म के अरे दिपा